गुड इभिनिङ, नमस्कार। पेल्ली गुम्पा रमिधाम। आज अहिले भर्खरै म यहाँनिर हेरचाह गर्दै पेल्ले गुम्पा रमिधामको दर्शन लिँदै यहाँनिर आइपुगिएको छु र तपाईँहरूले पनि एक झलक देखाउन गइरहेछु। हाम्रो रमिधाम पेल्ले गुम्पा यहाँनिर साफसफाइ जतासुकै प्लास्टिक फोहोर मैलाहरू फेरि पनि भएको छ कि भनेर म हेरचाह गर्दै आएको थिएँ र यहाँनिर डस्टबिन चाहिँ पुरै भरेको रहेछ। यहाँनिर यसलाई चाहिँ म भोलि बिहान फेरि आएर यहाँबाट उठाएर लानेछु र वरिपरि साफसफाइ नै रहेछ। हाम्रो गुम्पाको दर्शन लिँदै आएको थिएँ र तपाईँहरूले सक्दो यहाँनिर प्लास्टिक फोहोर मैला जताततै नफ्याँकिदिनुहोस्। कृपया गरी यहाँनिर डस्टबिन राखिदिएको हुन्छ, तपाईँहरूले पनि डस्टबिनको प्रयोग गरिदिनुहोस् र पेल्ले गुम्पा रमिधामको दर्शन पनि लिएर जानुहोस्। एकदमै पवित्र सुनसान एउटा गुम्पाको दर्शन लिनु सक्नुहुनेछ र म यहाँबाट फेरि रमिधाम रब्दकमल धाम भ्यू पोइन्ट एरियापट्टि जाँदैछु। तपाईँहरूलाई फेसबुक वाट्सएप मार्फत देखाउनेछु। रमिधाम भ्यू पोइन्ट जाने बाटो वरिपरि पनि डस्टबिनहरू राखिदिएको छ, तपाईँहरूले डस्टबिनको प्रयोग गरिदिनुहोस्। प्लास्टिक भयो इत्यादि तपाईँहरूले बाटोतिर नफ्याँकिदिनुहोस् र रमिधाम अनि पेल्ले गुम्पामा जति पनि तपाईँहरू टाढा टाढाबाट घुम्न आउनुहुने तपाईँहरूले अल्कोहल इत्यादि बोकेर नआइदिनुहोस् यहाँनिर, किनकि यहाँनिर एउटा गुम्पा हो, एउटा धाम हो, दुइटै पूजा गर्ने एउटा धार्मिक ठाउँ हो। त्यसैले गर्दा तपाईँहरूले बरु धुपहरू लिएर आउनु सक्नुहुनेछ दर्शनको लागि। रमिधाम रब्दकमल धामको दर्शन नि हुने, पेल्ले गुम्पाको पनि हुने र तपाईँहरूले आउनु सक्नुहुनेछ यहाँनिर। र पेल्ले गुम्पा अनि रमिधाममा तपाईँहरू बेलुकी 5 बजीसम्म मात्र घुम्न पाउनेछ। 5 बजीदेखि उता चाहिँ यहाँनिर बन्द गरिएको छ, घुम्न पाउने छैन र यहाँनिर डस्टबिन राखिदिएको छ। यो डस्टबिनलाई बदमासहरूले अलिकति कुच्याएको रहेछ र कस्ता मान्छेले के सोचेर यहाँनिर बदमास गरेको तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर लात्ताले हिर्काएर कुच्याएको जस्तो छ। तपाईँहरूले यसरी नगरिदिनुहोस्, प्लास्टिकहरू यहाँनिर प्रयोग गरिदिनुहोस्। र म अहिले रमिधाम भ्यू पोइन्टतिर जानेवाला थिएँ, तर पानी पर्नुको कारणले गर्दा म यहाँबाट माङहिमतर्फ लाग्दैछु। रमिधाम मन्दिरपट्टि ओह्रालो झर्दैछु। यहाँनिर हेर्नुहोस्, हाम्रो युमा माङहिम पनि यहाँनिर तपाईँहरूलाई देखाइरहेछु। 5 बजीसम्म तपाईँहरू यो घुम्न पाउनुहुनेछ यहाँनिर रमिधाम एरिया वरिपरि र बेलुकीतिर यहाँनिर घुम्न पाउने छैन। बेलुकीतिर पुरै ड्युटी लगाएको छ यहाँनिर र यो चाहिँ हाम्रो युमा माङहिम। तपाईँहरू दर्शन लिन आउनु सक्नुहुन्छ युमा माङहिमको। हेर्नुहोस्, र यहाँनिर जतासुकै फोहोर मैलाहरू, प्लास्टिकहरू, बियरको बोतलहरू इत्यादि तपाईँहरूले लिएर नआइदिनुहोस्। ठाउँ ठाउँमा डस्टबिन राखिदिएको छ, तपाईँहरूले डस्टबिनलाई युज गरिदिनुहोस्। र अरू तपाईँहरूलाई म रमिधाम रब्दकमल धाम रमिधाम मन्दिरपट्टि ओह्रालो म घर फर्किँदैछु। यहाँनिर साफसफाइ कस्तो छ, जताततै प्लास्टिकहरू मैलाहरू भएको छ छैन भनेर म गुम्पा र मन्दिरको दर्शन लिन आएको थिएँ र तपाईँहरू पनि आउनु सक्नुहुनेछ हाम्रो पेल्ले गुम्पा रमिधाम अनि रमिधाम रब्दकमल धाम। तपाईँहरूलाई जानकारी, धन्यवाद।